हेलो हेलो आज चाहिँ म धेरै दिनपछि है लगभग 1 वर्षको अन्तरालमा छोटो मिठो मिनी भ्लग बनाउने कोसिस गरेर आइरहेको छु। सो आज चाहिँ म एकदम रेडी छु। सुरुमा फर्स्टमा उठेर तातो पानी सट्ट पिएर हैन अब काममा लागौँ भन्ने सोच आइरहेछ। सो म लाग्न लागिरहेको छु। आजको काम चाहिँ खास स्पेशल हुनेछ, स्पेशल गर्नेछु भन्ने मेरो पुरा 200% होपका साथ दिनलाई अगाडि बढाउँ है त। छट्ट पानी खाएर काममा लाग्यो हैन। के गरेको भन्दाखेरि ल बन्दा पनि कत्रो मुसाको टाउको जत्रो मैले समथिङ त्यस्तै सोचेर काटिरहेको थिएँ, इमेजिन गरिरहेको थिएँ हैन। अनि धेरै पछि भ्लग बनाउँ भनेर सोचिरहेको थिएँ। क्यामेरा अगाडि भएपछि मलाई घरिघरि क्यामेरातिर प्लुक हेर्नु एकदम धेरै मन लागिरहेको थियो। मैले हेरिरहेको थिएँ। सो मैले स्मार्ट कटिङ गरिहालेँ नि त हैन। मैले स्मार्ट कटिङ देखाउँछु भनेको थियो, हात त त्यही हो एकदम ढिलो चल्छ नि त। सो त्यसैलाई पनि मैले स्मार्ट सम्झेर काटिरहेँ। त्यसपछि आज के बन्ला त तपाईहरुलाई कसैलाई यदि मेरो भिडियो तपाईको फोनसम्म आयो र हेर्दै हुनुहुन्छ भने आज मेरो किचनमा के बन्नेवाला छ होला त यसो एनी गेस। ठीक छ, तपाईले हेर्दै जानु भएपछि आजको यो लगभग 14 मिनेटको भिडियोमा तपाईले सम्पूर्ण कुरा थाहा पाइसक्नुहुनेछ। सो मेरो बन्दा चाहिँ काटेर रेडी भइसक्यो। मैले किन काटेँ होला त यति धेरै भन्दै म प्याज काटिरहेको थिएँ है। बधाइनी आएर टिका लगाउँ रे, ल न त टिका लगाउँ भनेर मन यस्तो हैन टिका लगाइदिएँ। लागे फेरि म मेरो काममा हैन। काम चाहिँ एकदम छ आज। म एकदम बिहानदेखि बिजी भयो हैन। सो तातो पानी खायो, बन्दा काट्यो हैन। अब म प्याज काट्न लागिसकेँ। एक्सको याद आएर रुन मन लागे जस्तो फिल भइरहेछ हैन। तर मलाई थाहा छ, तपाईलाई पनि थाहा छ। सो त्यो चाहिँ प्याजको पिरोले आँखामा आँसु आउन लाग्थ्यो। तर पनि ठिकै छ, यसो रुइदिँदा पनि ठिकै देख्दो रहेछ हैन। त्यस्तो छ्या त देख्दैन रहेछ है, आँखामा आँसु आउँदा पनि। ल ठिक छ। सो मैले काटिरहेछु। मेरो किचन चाहिँ अलिक 4 फ्लोर छ नि त। यो गाउँको अव्यवस्थित ठाउँ हैन। सो इग्नोर गर्नु होला दायाँ बायाँलाई हैन। अनि अब यसो यदि हेर्दै हुनुहुन्छ भने इन्जोय गर्नु होला हेरेर। प्याज काटेर भद्रगोल भइसक्यो हैन। समथिङ यो 6 केजी जति प्याज थियो, तर कम्ती नै देखिया छ है। अनि क्यामेरामा कम्ती देखियो भनेर सो मैले यति धेरै गरेर खनाइदिएको नि त। सो तपाईले अलिअलि हिन्ट्स पाइसक्नु भयो। अब के पाक्दैछ त आगोमा चट्ट लाएर भन्दाखेरि आगोमा चट्ट लाएर नुडल्स पनि यमी बनाउँ सोचिरहेको थिएँ। मैले कति धेरै भिडियो बनाउँछु सोचेको थिएँ, तर मसँग टाइमै भएन, समय छोटो है। अनि त्यहाँबाट अलिकति बनाउनु पर्ने क्वान्टिटी चाहिँ अलिक धेरै थियो। त्यो भएर मलाई एकदम हतार थियो है, बनाउनु पनि पाएन। बनाउँदा एउटा भाइले मैले बनाइदिएको त भिडियो भनेर भाइले बनाइदिएको भिडियो पछाडि क्यामेरामा सबै हुन्छ नि तातो कुराको बाफ उडिरहेछ। अनि भाइले यति पनि केयर नगरेको मलाई कस्तो रिस पो उठिरहेछ। अहिले आएर मलाई रिस उठ्यो है, अहिले आएर रिस उठ्यो मेरो भाइ। तर के गर्नु, तिमीले जानेको यति नै हो है। ल ठिक छ। अनि अहिले पनि अलिक कस्तो क्लियर चाहिँ आएन, तर पनि यमी नै देखिने कोसिस त गरिरहेको थियो हैन। ठिक छ, तर मलाई यतिले मात्र पुगेको छैन। अझै निरन्तर पकाउने उसिन्ने गर्ने एकदम जारी छ हैन। सो साइडमा चाहिँ के हो त भन्दाखेरि त्यो चाहिँ चिकन रोस्ट थियो हैन। तपाईँलाई थाहा भइसक्यो यो बिहानैदेखिको तामझाम चाहिँ के को लागि भन्दाखेरि त चाउमिन हैन, नुडल्स र चिकन रोस्ट थियो। सो त्यसको लागि हामी फुलफिल आफ्नो तर्फबाट 200% दिइरहेको थियौँ। भन्दै आधी खाने कुराहरू पनि हाम्रो अर्डर पनि रेडी चाहिँ भइसक्यो। तर धेरै नै बाँकी छ। आज मेरो लाइफको सबैभन्दा ठुलो अर्डर हो क्या यो चाहिँ हैन। सबैभन्दा धेरै अब 150 हैन त त्यतिसम्म त गर्दै गयो। तर आजको अर्डर चाहिँ 200 प्लेटको अर्डर थियो। सो त्यो भएपछि त अलिक हैन अलिक एक्साइटेड भएर हामी काम गरिरहेको थियौँ। सो बिचमा यसो चिसो तातो नि त खाँदै गर्नु पर्यो हैन। न त केटाकेटीहरू ठुस्स परेर कामै गर्दैनन्, भोक लाग्यो भन्छ, अल्छी लाग्यो भन्छन् हैन। सो हामी चाहिँ मेरो भाइ मेरो बधाइनी अनि काकु पनि जस गरिरहनु भएको छ। सो यसरी नै लगभग 9-10 बजे आज हाम्रो सरगम किराना पसल भयो। मेरो सचिव भाइ कम होटल ज्यादामा दुईको चाहिँ स्पेशल खाजा रेडी हुँदैछ विद्यार्थीहरूको शैक्षिक भ्रमण उद्देश्यका लागि। यसो रेखदेख गरी हेर्न सक्नुहुन्छ ल। हेरचाह गरिरहनु पर्छ। प्रोपाइटर भने पनि साउनी भने पनि जे भने पनि वही हुनुहुन्छ ल। भिडियो बनाइदिनु भयो। ल धन्यवाद तपाईलाई धेरै बधाई यस्तो कार्यको लागि चाहिँ। मक्खै नि
सधैँ यस्तो कार्य चाहिँ भइरहोस् यहाँदेखि। सो मक्खै नहुने पनि कसरी होइन, सिधै 200 हामी चाहिँ यो बिचमा कस्तो मैले भिडियो बनाउनु भन्दै थिएँ, भिडियो बनाउने टाइमै भएन, झन् लास्ट आवरमा आएर त यति गाह्रो भयो कि। अनि मैले चाउमिन कसलाई बनाएको रहेछु भन्ने पनि तपाईँलाई थाहा भइसक्यो होला। चाउमिन खाने बच्चा बच्ची चाहिँ यिनीहरू नै हुन् होइन। सो सबैजना यम्मी यम्मी भनेर चाउमिन खाइरहेछ। मैले कहीँ कहीँ त प्रतिक्रिया पनि ल्याएको छु क्या, र म अहिले तपाईँहरूलाई त सुनाउँछु। र हाम्रो चाहिँ चाउमिन चाहिँ यहाँ पुगिसक्यो। के थियो भन्दाखेरि हाम्रो स्थानीय स्कुल शान्तिनिकेतन आबी हो कि मावि हो, 10 सम्मको आबी कि मावि हो भन्छ, कन्फ्युज भयो। अनि उहाँ चाहिँ हाम्रो हेड सर होइन, मलाई पनि देखाउनु न हो भनेर रिक्वेस्ट गर्दै हुनुहुन्थ्यो। मैले उहाँलाई एकदम फोकस गरेर देखाइदिएँ होइन हेड सर चाहिँ। यसरी नै बित्यो आजको झन्डै दिन। उहाँ चाहिँ सबसे टल हुनुहुन्छ, अल्गो हुनुहुन्छ नि त। सो मैले उहाँलाई जिस्काइरहेको थिएँ, तपाईँलाई त क्यामेरा पनि आकाशतिर फर्काएर गर्नुपर्छ भनेर। सुवेदी सर अब यसरी नै मेरो लगभग दिन चाहिँ यति बेलासम्ममा 2 बजीसम्म थियो होइन। बिहान 5 बजीदेखि 2 बजीसम्मको अपडेट चाहिँ यस्तै रह्यो। यही सेरोफेरोमा दिन चाहिँ पुरै बित्नु चाहिँ बितेकै हो। अनि यतातिर कोही खाँदै गर्ने कि यता उता आफ्नो के गर्ने, यस्तै हो सबैको। जता गए पनि आफ्नो आफ्नो रोरो पिरो लन्ठो पन्ठो सँगै लिएर गइन्छ नि त। हाम्रो सर मिन्दाई कस्तो लाग्यो भनिदिनुहोस्। फेरि पनि यस्तो के अरे सेवा गर्ने मौका दिइराख्नु होला सरहरू। हो त ल हो त्यहाँ लगाइदेऊ। कस्तो भयो रे? दामी मिठो छ तिमीलाई? दामी तिमीहरूलाई चाउमिन कस्तो भयो? खाजा कस्तो भयो? मिठो भयो तिमीहरूलाई? यस्तो मान्छे चाहियो त त्यति मिठो भयो कि? तिमीहरूलाई चाउमिन मिठो भयो? खाजा मिठो भयो? इस्माइल कस्तो छ खाजा? इन्जीको कुटाइ मिठो कि चाउमिन मिठो? चाउमिनै मिठो। तिमीहरू 2 जना मिठो भयो? मिठो भयो कि भएन? ए ल सोध्नु पर्यो। चाउमिन मिठो भयो? के कम्प्लेन गर्नु मन लाग्छ कि छैन? छैन? कस्तो भयो? मिठो भयो नि? अनि आएर के सिक्यौ त यहाँ? शैक्षिक भ्रमणमा आएर चाहिँ के सिक्यौ भन त? स्वास्थ्यको बारेमा। कुन ठाउँ घुम्दै आयो त हाम्रो शैक्षिक भ्रमण चाहिँ यहाँ अन्तिम गर्नको लागि? शिवालय मन्दिर, वडा कार्यालय, स्वास्थ्य चौकी, अनि त्यहाँबाट बगाल थापाको भवन पनि हेऱ्यौ? भनेपछि आजको खाजाले राम्रै न्याय पायो। ल योहरू उता कार्टुनमा लगाऊ ल। अनि हाम्रो चाहिँ यात्रा दिनभरिको यस्तै रह्यो। गन्थन मन्थन होइन, इधर उधर। अब लगभग चाउमिन पनि गन्तव्यमा पुगिसक्यो। अब चाहिँ कार्यक्रम अन्त्य गर्ने भन्ने कुरा भइरहेको थियो। उहाँले गरिरहनु भएको थियो। हेड सर एकदम दौड गरिरहनु भएको छ होइन। सो यही मौका मलाई पनि खाऊ मलाई नि खाऊ भन्ने खालको कुरा आयो। अनि मैले पनि खाइदिउँ न त भन्ने लागेर म पनि यतै कतै बसेर इन्जोय गरिरहेको छु होइन। मेरो त यही हो होइन, मस्किने यति हो। अनि मस्किँदै होइन खाइरहेको छु। सो मिठै थियो, मलाई पनि मिठो लाग्यो। मैले एउटा फोटो खिचिदिउँ न भनेको, उहाँले फोटो खिच्नु भएन चाहिँ होइन। अब श्री शान्तिनिकेतन माध्यमिक विद्यालयको शैक्षिक भवन 2082 होइन।
सो यसलाई चाहिँ सभ्य र भव्य बनाउनको लागि म पनि उपस्थित भएको थिएँ। उहाँहरूको इन्भाइट सँगसँगै मेरो कर्तव्य म एउटा व्यवसाय भएको हिसाबले मैले सर्भिस दिन पनि गएको। सो यो स्कुलको म सर्भिस दिन गएको मात्रै नभइकन म स्कुलभित्रको विद्याशाखाको मान्छे पनि हो। सो मैले त्यति जान ठिकै हो, उचितै हो, मलाई उचितै लागेर गएको। सो मैले जाने बुझेअनुसार उहाँको मन जाने बुझेअनुसार विचार विश्लेषण सोधपुछ गरेँ होइन। त्यो चाहिँ मेरो नितान्त व्यक्तिगत कुरै थियो। अनि यहाँ उहाँहरूको केही कुराहरू भइरहेछ, सो सुनिदिउँ न त होइन। पानी त छैन तर पनि यसले नम्बर घट्छ, मैले भन्दैछु नम्बर घट्छ। समयमा दिन यस्तै रह्यो। भाइ बहिनीहरूसँग होइन भलाकुसारी रमाइलो गर्नु इधर उधर होइन, बच्चा बच्चीको बिचमा बसेर दायाँ बायाँ गर्नु पनि खुब आनन्द आउने। अब हामी त कहिले काहीँ हो र होइन, तर सर्मिसहरूलाई त वाक्कै पनि लाग्छ होला है। आम्मामा केटाकेटीहरू होइन, यता नजाऊ भनौँ उतै गएको छन्, नबोल भनौँ त्यतै कराएको छन्, हल्ला गरेका छन् होइन। यति उभ्याउन पनि कहाँसम्म सरलाई परेको थियो। अझै पर बसेर यसो भिडियो सिडियो बनाइरहेको थिएँ। अनि उहाँहरूले भिडियो बनाउनु भनेर उहाँहरूले पनि भन्नुभएको थियो। सो मैले उहाँहरूको आदेश अनुसारै भिडियो बनाएँ। आजका कर्णधार अनि आजका के भन्छ, आजका बालबालिका भोलिका कर्णधारहरू एकदम तन्दुरुस्त तरिकाले उभिरहेछन्, खाजासाजा खाएर। शैक्षिक भ्रमण अभिभावक नभइकन शिक्षक पनि त अभिभावकै हो नि होइन, 10 to 4 अभिभावक। अनि सो अब आजको बच्चा छन् होइन, आजको 10 वर्षपछि यिनीहरू युवा हुन्छन्। सो त्यति बेला यिनीहरू कसैलाई पनि म कस्तो थिएछु होला बच्चामा भन्नु, तर अहिले त खासै त्यस्तो मतलब पनि हुँदैन होइन। सबैको बाबा मम्मी दाइ दिदी कतिपय बच्चा बच्चीको त यिनीहरूको आफ्नै फोन छ, उनीहरूसँगै मेमोरीहरू चाइल्डहुडको मेमोरीहरू उनीहरूले एकदम कलेक्सन गरेर राखेका छन्। सो यदि राखेका छैनौ भने पनि भाइ बहिनीहरू, मैले तिमीहरूको यो आजको तिमीहरूको भ्रमणको होइन मोमेन्टहरू चाहिँ क्याप्चर गरेर राखेको छु। सो तिमीहरूले पनि हेर्न सक्छौ। र यदि तपाईँहरू कसैले पनि हेर्दै हुनुहुन्छ भने प्लिज एक सब्सक्राइब र एक लाइक चाहिँ गरिदिनुहोस् ल। अनि तपाईँहरू पनि नयाँ म जस्तै हुनुहुन्छ, मलाई जस्तै। सो 1K सम्म चाहिँ सब्सक्राइब पुऱ्याउन पाए ठिकै हुन्थ्यो, यसो हेर्नलाई राम्रो हुन्थ्यो जस्तो लाग्छ भने प्लिज मेरो कुनै पनि भिडियोमा गएर सपोर्ट मी भनेर यसो लेखिदिनु, नत्र यसो हात मात्रै उठाइदिनु। म तपाईँलाई प्रोफाइलसँग गएर सपोर्ट गर्छु ल। तपाईँले मलाई, मैले तपाईँलाई त सपोर्ट गरेर त अगाडि बढ्ने हो। तर हामी खास यो चाहिँ यस्तो खत्रै हुन्छु होइन, भ्लगरै हुन्छु भन्ने सोसियल साइटहरूमा एकदम चर्चित हुन्छु भनेर भन्दा पनि यो चाहिँ एउटा यस्तो सानोतिनो फर्स्ट अफ अल त यो रहर हो। अनि रहर पछि यो एउटा कस्तो मलाई कुनै कुराहरू अब परारतिरको कुराहरू मैले भिडियो नबनाएको भए मलाई कति कुराहरू मलाई बिर्सिसकेको हुन्थ्यो नि त। हरेक कुराहरू चाहे त्यो खुसीको कुरा होस् चाहे या दुःखको स्ट्रगलको होइन, जेको कुराहरू भए पनि यसरी क्याप्चर गरेर राखेपछि कहिले काहीँ हेर्न आनन्द हुँदो रहेछ क्या। सो यो मोमेन्टलाई पनि मैले क्याप्चर गरेर राखेको हो होइन। सो तपाईँहरू पनि यसो हेरेर इन्जोय गरिदिनु होला। र 1 सब्सक्राइब 1 लाइक 1 कमेन्ट होइन, त्यो चाहिँ अवश्य है। अनि सर्भिसहरूतिर चाहिँ यतातिर यसो फोटो खिच्दै हुनुहुन्थ्यो होइन। सो मैले पनि यसो फोटो खिचिदिएँ उहाँहरूलाई। अनि लगभग हाम्रो चाहिँ प्रोग्राम अब सके जस्तै हो। अनि यति धेरै सर मिस होइन, अनि मैले एकजना मिसको पनि फोनमा पनि फोटो खिचिदिने मलाई आदेश आएको थियो नि त। सो उहाँको फोनमा पनि फोटो चाहिँ खतरा हुँदो रहेछ है। अब के गर्नु होइन, यहाँ चाहिँ मैले अलिकति स्पिड बनाएको थिएँ क्या, कसरी हेर्छ टुइ हिँडेर जानुभयो क्या। सो आजको दिन रमाइलो भयो, अविस्मरणीय नै भयो सायद। मैले यस्तो प्रोग्रामहरूमा कहिले पनि जोइन भएको थिएन क्या, कहिले पनि प्रोग्रामहरू एटेन्ड गरेको थिएन। सो आज सौभाग्यले मतलब केले भन्नु क्या अब होइन, आफ्नो कामले कर्तव्यले जुरायो पुर्यायो। सो इन्जोय गऱ्यौँ। अहिले पनि यो साना बालबच्चाहरू आजको 5 वर्षपछि अवश्य युवा हुनेछन्। तपाईँ कसैको छोरा छोरी नाता नातिनी भदैनीहरू होला होइन, साँचेर यसो भिडियोलाई सेभ गरेर स्क्रिनसट लिएर तपाईँहरूको वालमा तपाईँहरूको यतिकैमा कार्यक्रम सक्यो। अनि हामी फर्कियौँ। सो बाटोमा तोरीबारी थियो, तोरीबारीमा इन्जोय गर्दै हामी लाग्यौँ। ओके बाई बाई, अब गुड डे।